सामाजिक सञ्जाल कहिले पनि बन्द हुनु हुँदैन र बन्द गरिँदैन। यति कुरा चाहिँ म सञ्चार मन्त्रीको रूपमा स्पष्ट पार्छु। न्यू मेनस्ट्रिम मिडिया, मैले प्रयोग गर्ने गरेको भाषा यही छ, तपाईहरु आफ्नो हिसाबले प्रयोग गर्न सक्नुहुन्छ। नयाँ मूलधारको मिडिया कहिल्यै पनि बन्द हुनु हुँदैन र बन्द गरिने छैन। यति कुराहरु म र कुनै पनि सञ्चार माध्यम बन्द हुनु हुँदैन र बन्द गरिने छैन। यो स्पष्ट पार्न चाहन्छु। एक। दोस्रो कुरा, हामीले भनेको चाहिँ के हो भने सामाजिक सञ्जाललाई हामीले व्यवस्थित गर्नुपर्छ र जिम्मेवार बन्नुपर्छ, बनाउनुपर्छ र हामी सबै जिम्मेवार बन्नुपर्छ। यति कुराहरु चाहिँ सायद हामी सबैले बुझि नै हाल्छौं। मेरो प्राथमिकता यही नै हो। तर बन्द गर्ने कुराहरु चाहिँ नि त्यो कदापि कसैलाई पनि स्वीकार्य हुँदैन। यो कुराहरु मैले स्पष्ट पारे। अर्को कुरा, नयाँ मूलधारको मिडियाको तर्फबाट अहिलेसम्म सरकारले चिनेन भनेर अध्यक्षज्यूले जुन भन्नुभयो, अब त्यो कहिले हुँदैन र सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ, सरकार महसुस हुनुपर्छ र सञ्चार तथा सूचना प्रविधि मन्त्री देखिन्छ पनि, सुनिन्छ पनि र यहाँहरुको सामु महसुस हुन्छ पनि। यो कुराहरु पनि भने। अर्को कुरा, तालिमको कुराहरुमा म संस्थागत रूपमा आओस्, म अब नीति तथा कार्यक्रम र बजेट सबै आइसके पछाडि यो मन्त्रालय सम्हालिराख्दा मन्त्रालयमा के छ, हाम्रा सम्बद्ध निकायहरुमा के छ, अथवा अरु निजी क्षेत्रमा अथवा अरु ठाउँहरुमा व्यापारिक क्षेत्रहरुमा कहीँ कतै यो तालिमको लागि बजेट रहेछ भने म मेरो डेफिनेटली हाम्रो सम्बद्ध निकायमा यो कुराहरु राख्छु र खास गरेर अनलाइन टिभी पत्रकार संघको, राष्ट्रिय लोक सञ्चार कर्मी संघको, त्यस्तै गरेर डिजिटल मिडिया अलायन्सको अथवा अरु पनि योसँग सम्बन्धित संस्था हुनुहुन्छ भने यहाँहरु संस्थागत रूपमा आउँ र म यहाँहरुलाई आग्रह गर्छु जोइन्ट भेन्चरमा तपाईहरुले काम गर्नु होला, जोइन्टली काम गर्नु होला र त्यो तालिम चाहिँ गर्नुपर्छ भन्ने कुरा मलाई एकदमै महसुस भएको छ र 10 वटा भन्नुभयो, 15 वटा हुन नि सक्छ, 5 वटा हुन नि सक्छ, 7 वटा हुन नि सक्छ। हामी कति गर्न सक्छौं यो कुराहरुमा म बाचा चाहिँ गर्दिन, किनभने अब अहिले ठ्याक्क यहाँ यति पैसा छ, यहाँ यति छ, यसले पैसा त राख्छ, त्यसलाई कहाँ कति हुन सक्छ हामी सँगै वर्कआउट गरौँला। एउटा सानो प्रपोजल तपाईहरुबाट आयो भनेदेखि त्यसमा हामी सँगै मिलेर काम गर्न प्रयास गरौँला। मैले त्यो कुराहरु भने। अर्को मैले नभनी नहुने कुरा यो दर्ता नवीकरणको छ। यो दर्ता नवीकरणको कुराले सायद तपाईहरुलाई जति पीडा भइरहेको छ, यो 1 महिना यता म आफैलाई धेरै पीडा भइरहेको छ र आज म तपाईहरुलाई म भनौं, म आएको भोलिपल्ट यही तपाईहरुले मलाई लौ न दर्ता नवीकरण सूचना विभागबाट भन्दा भन्नुभयो। मैले पहिलो क्याबिनेटको बैठकबाटै निर्णय गराएँ। सिरुका पाताको धारो अछामकी बन्ने गरी दुईजनीहरू धुनी फेरि लागि सौराई नाचडी, दुईजनीहरू धुनी फेरि लागि सौराई नाचडी। नमस्कार, म देउडा राग ध्वज महरा। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ जनबोली खबर।